हेलो गाइज, वेलकम ब्याक टु माई च्यानल एडिट टाइम। हामी चाहिँ आज चाहिँ कास्पे वरपर हाम्रो सिजन के को सिजन छ, के खेती भइरहेछ हैन, कस्तो छ माहौल भनेर चाहिँ आज चेक गर्दै हिँडिरा हो। हामीसँग साथी पनि हुनुहुन्छ पछाडि, हाम्रो सबै साथीहरू। हाम्रो चाहिँ यहाँबाट यो साइडमा पर्छ कास्पे चाहिँ, हाम्रो आएको ठाउँ चाहिँ। यो चाहिँ टक्क हामी चाहिँ यो ट्रेनको लाइनभन्दा पछाडि छौँ भनौँ न, अर्को डाँडा साइडमा छौँ। अनि यहाँ अगाडि एउटा खोला पनि छ, एब्रो खोला छ। एब्रोको यता ड्याम साइड पनि छ त्यहाँनिर, अनि त्यहाँ पनि जाने। अनि त्यो बिचमा अब हामीले यहाँ सोधेको थियौँ कि यहाँ खेती कता हुन्छ के हुन्छ भनेर। अनि यो साइडमा चाहिँ देखाउनु भएको थियो। अनि यहाँ चाहिँ के फल्दैछ त अहिले, के को सिजन आउनु लाखा, कस्तो ठाउँ छ भनेर चाहिँ यसो चेक गर्न आएको थियो हामी होइन। अहिले चाहिँ अलिकति गर्मी छ, तर गर्मी भए पनि हावाले चाहिँ तपाईँको एकदम एउटा कुल बनाइदिइरहेको छ क्या, त्यस्तो गर्मी चाहिँ छैन। अहिले एउटा गाउँमा आइपुग्यौँ। गाउँ चाहिँ यस्तो छ, कुकुरले चाहिँ तर्साउने क्या। अगाडि चाहिँ यहाँ आरुको खेती छ, पछाडिदेखि सबै आरुको खेती थियो। यहाँ चाहिँ त्यो लाइनतिर सबतिर आरु थियो, यहाँ पनि आरु छ है। यहाँ चाहिँ अलिकति थोरै रहेछ मात्रै रहेछ होइन, उता चाहिँ अलिक धेरै थियो आरु। के ठुलो रुख रहेछ होइन, के को सल्लाह हो, एकदम ठुलो छ। कहाँबाट आयो? यता कास्पे सिटीबाट यता आज त्यतातिर समुद्र जस्तो रहेछ होइन, ड्यामहरू रहेछ त्यतातिर हेर्दैछ। यति कस्तो रहेछ हेरौँ न होइन। हाम्रो पहाड चाहिँ डेन्जर कुकुर रहेछ एउटा होइन, त्यही हामी हिँडिरहेको मार्ला जसरी उफ्रिरहेको क्या। अलिकति हावा धेरै चलिरहेको क्या, हावा चलेको कारणले गर्दा साउन्ड त्यति आएन होला। के को रुख हो यो? यो चाहिँ आरुको, आरु नै हो पनि, आरु नै हो यो। सबैतिर आरु मात्रै रहेछ यहाँनिर। यहाँ चाहिँ धेरै जस्तो सबै खेती चाहिँ आरुको मात्रै देख्यौँ हामीले। कस्तो राम्रो बनाएर चाहिँ होइन, सङ्लो पानी छ क्या यहाँ। यसरी चाहिँ होइन तपाईँको यसरी नाली भयो होइन, कुलो भयो भने त अनि खेतीपाती पनि त राम्रो हुने भयो नि त। यो चाहिँ पुरै हामीले मेथीको फाँट है, यो चाहिँ जति पनि देखिरहेछ यो चाहिँ सबै मेथी। यसको साग पनि भयो अनि मेथी पनि अब भइहाल्यो। हेर्दाखेरि घाँस जस्तो देखिने होइन, छोडेको साग यही त हो नि टिप्नलाई। यो मेथीको रहेछ नि त। यो सबै मेथीकै मेथी छ सबै है। यताउता यहाँको पछाडि सबै मेथी छ यो। हामी चाहिँ उता घरदेखि निस्किएदेखि हामीले के खेती देख्यौँ बनाउँदा हामीले त्यो आरु भइहाल्यो अहिले भर्खर देखिएको। त्यहाँ उतापट्टि अङ्गुरको पनि एउटा फाँटै जस्तो रहेछ। अनि त्यसपछि त्यो ओलिभ पनि थियो। अर्को चेरी, ब्ल्याकबेरी चेरी समथिङ के हो, त्यो पनि भर्खर दाना लागेको रहेछ होइन। यो धेरै त हाम्रो के हो थाहा नै नपाइनेको रुखहरू हेर्दाखेरि स्याउ जस्तो लाग्छ तर होइन। हाम्रो अगाडि यहाँनिर ड्याम देखिसकेको छ होइन, इब्रो खोलाको। अब हामी यो ड्याम जाँदैछौँ, प्लस यतातिर माथि पनि जान्छौँ। अनि त्यहाँबाट यहाँको यो एग्रिकल्चर गरेको बेसी हेर्छौँ माथिबाट डाँडाबाट हामी है, कस्तो देख्छ रमाइलो छ क्या। जस पिचबाट सर्लक्क यता फुल होइन, यता खेती गरेको जस रमाइलो ठाउँ के। यहाँदेखि चाहिँ मौरी पालन गर्न पाएदेखि है दामी हुन्थ्यो कि है। फुलहरूको त्यस्तै छ है, तर यहाँ मौरी पालन कहीँ पनि देखिएन नि हामीले होइन। रुख खोदा यो निमारो हो। एउटा दाना टिपेर गुगलमा हेरेको फिग भन्ने रहेछ। ए फिग रहेछ यो, अन्जिर नेपालीमा चाहिँ अन्जिर भन्छ। अन्जिर फिग खानु भएको छ? खासै एकदम मिठो हुन्छ यो फिग। यसको यो भित्रको खाने कसरी खाने हो यो चाहिँ मलाई खासै थाहा भित्रको जुन पाकेपछि भित्र त्यो गुदी हुन्छ नि होइन, त्यो चाहिँ खानुपर्छ। यस्तो दामी मिठो हुन्छ, यो है एकदम मिठो हुन्छ, टेस्टी हुन्छ होइन। मैले चाहिँ देखाएको थिइनँ, नेपालमा नि अन्जिर भनेको चाहिँ सुने हो होइन, देखाएको थिइनँ कि।
मैले नि यसरी यो चाख्नु पनि मैले नि 1-2 चोटि मात्रै खाछु होइन तर बब्बाल मिठो लागेको थियो मलाई चाहिँ छुट्टै हुन्छ त हामी अब यहाँ नजिकै आइसक्यौँ यो ड्यामको नजिक आइसक्यो तर ड्यामको छेउमा चाहिँ यो सबै फिकको खेती हुँदो रहेछ यो सबै यहाँ चाहिँ सबै फिकको खेती रहेछ सबै यहाँदेखि परसम्म चाहिँ हाम्रो ओखरको रुख है ओखर होइन त यो दा यो चाहिँ दादी ओखरको रुख हो होइन एकदम नरमवाला त्यो टक्क हातले फुटाउँदै भयो यो बिचको चाहिँ यो पाइप के रहेछ यो त्यो पाइप भनेर चाहिँ थोपसी जाएको अनि यो पाइप चाहिँ गाडेर देखाउँदैन मुनि हुन्छ अन्डरग्राउन्ड हुन्छ अनि यो चाहिँ ठाउँ जान्छ पानी बढी वेस्ट नहुने हिसाबले वेस्टेज जान्छ भनेर चाहिँ ठ्याक्कै त्यो थोपसी चाहिँ ठाउँमा जहाँ रुख्छ त्यहाँ बनायो भने त उसले मात्रै पुग्छ अन्त बाहिर चाहिँ जाँदैन ए त्यसको लागि हो यो के रहेछ यो यस्तो मिठो बास्ना आएको छ बाहना अँ खै यो के रहेछ त्यो अब टिप्न चाहिँ नटिपौँ होइन कस्तो मिठो बास्ना आएको छ कि ल त्यहाँ भ्याएको त कहाँ त्यो के हेर त्यहाँ दुईटा आँखा ए ल। काकै सेम छ नि भ्याएको त सेम भ्याएको त रहेछ यो त ठुलो रहेछ त है अब हामी ड्यामको नजिक यहीँ माथि छ ड्याम अलिक उकालो रहेछ यहाँनिर चाहिँ फाइनल्ली हामी चाहिँ ड्याम साइडमा आइसकेका छौँ मेरो पछाडि तपाईँले ड्याम देख्नु भएको होइन यो साइडमा ड्याम छ यो चाहिँ इब्रो खोला हो इब्रो होइन ट्याक्क इब्रो खोला यता छ भने मेरो अगाडिपट्टि सिधा भनेको चाहिँ तपाईँको कास्पे देखिन्छ कि यहाँबाट अगाडि चाहिँ त्यहाँ देख्नु भएको सिटी भनेको चाहिँ कास्पे हो है अब यो पारी देखिरहेको ठाउँ होइन गाडी पनि छ त्यहाँनिर है त्यो ठाउँ जाने भन्दैछौँ त्यहाँनिर चाहिँ अब त्यो ग्राउन्डहरू पनि रहेछ विद्युत निकाल्दै रहेछ यो साइड ड्याम साइडको होइन यता पछाडि विद्युत निकाल्दैछ प्लस यो इरिगेसनको लागि गइरहेछ यहाँबाट सबै ठाउँ त्यो पानीले गर्दाखेरि चाहिँ यो एरिया सबै सिन्चित हुन्छ है यो देखिरहेछ कास्पे त्यहाँबाट देखिरहेछ माथि यो एरिया तल्लो एरिया सबै यहीबाट सिन्चित हुँदो रहेछ ल अहिले चाहिँ हामीले यो क्रस गरिसकेका छौँ 735 मिटर थियो 700 चाहिँ कभर गरिसक्यो 35 मिटर अगाडि बाँकी छ भनौँ हावा चाहिँ एकदम धेरै चल्ने यहाँनिर एकदम शीतल भयो एकछिन भए पनि ड्याम साइडबाट आउने बेला यतातिर पनि अर्को एउटा यहाँबाट सिँचाइको लागि यसरी पुलो बनाएको छ होइन जानलाई यहाँनिर
गेट पनि छ, अहिले गेट खुल्ला छ है, पानी आइरहेको छ। अब चाहिँ हामीले मेन बाटो छोडेर भित्र छिर्दैछौँ। अब हामी तल्लो साइडमा जाँदैछौँ, त्यो ड्याम साइडको बिच साइडतिर होइन। यता माथिल्लो साइड पनि पुरै आरूहरू रहेछ होइन। यो चाहिँ के हो मैले चिनेन। यहाँ चाहिँ मान्छेहरू चाहिँ यस्तो गाडीहरू लिएर अनि माछा मार्न आउँदो रहेछ है। यहाँ फिसिङ चाहिँ अलाउड रहेछ। अब हामीले हेरिन्छ माछा चाहिँ त्यहाँ परेको थिएन। फिसिङ गर्न आउँछ भने चाहिँ पक्कै माछा त होला होइन। अनि उताबाट हेर्दा यहाँनिर त बस्ने ठाउँ जस्तो देखिरहेको थियो, अहिले चाहिँ यहाँ नजिक आएपछि त यहाँनिर त यो पुरै गाउँबारी रहेछ सबै होइन। यो चाहिँ बस्ने ठाउँ होइन रहेछ क्या, पुरै बारी नै बारी छ, आँखाले हेरिन्छ सब पुरै। यो चाहिँ यहाँको फिसिङ स्पट रहेछ होइन। त्यहाँनिर बोर्ड पनि छ फिसिङ स्पट भनेर, यहाँ माछा मार्न पाउँदो रहेछ। यो पानीलाई छुन्छौँ, कति चिसो छ यो पानी। पानी चाहिँ एकदम चिसो जस्तो देख्छ है यहाँको चाहिँ। यो पानी कति चिसो छ, ठिकै रहेछ पानी त, त्यति चिसो त रहेन छ है। माछा जस्तो लाग्यो। हाम्रो उता खेततिरबाट बगेर आयो भने त खोलामा पानी त्यस्तै बनाइरहेछ। हो माछा गनेर छ, माछा गर्न। अब हामी चाहिँ यहाँनिर 1-2 घन्टा चाहिँ हामी यतै बस्छौँ, यहाँ माछा फिसिङ गरेको हेर्छौँ। हामीले फिसिङ गर्नलाई त हामीसँग इक्विपमेन्टहरू त छैन, केही पनि हामीले ल्याएन। जस्ट हामी खेती हेर्ने भनेर मात्र आएको हो। आजको बसाइमा हामी खेती पनि 5-6 तरिकाको खेती देखियो, प्लस 1 महिनामा सिजन अब हुँदो रहेछ भने पनि बुझियो लगभग। किनभने त्यो फ्रुटहरू आइसक्यो, पाक्न मात्रै बाँकी छ होइन, अलिक ठुलो हुन बाँकी छ। 1 महिना अथवा 1.5 महिनासम्म सिजन सुरु हुन्छ जस्तो लाग्यो आरुको पनि। प्लस अरूको पनि बिस्तारै बिस्तारै हुँदै रहेछ। चेरीको अझै छिटो होला जस्तो छ। चेरीको भयो भने अब 1 महिनाभित्रमा सुरु भइसक्छ चेरीको चाहिँ होइन। अरू चाहिँ अब बिस्तारै बिस्तारै हुन्छ। त साथीहरू यो भिडियो दिने गरौँ। मैले तपाईँलाई अहिलेको के छ सिजन र कति टाइम लाग्छ भन्ने कुरो बताइदिएको छु। पछि कामै सुरु भएपछि के कस्तो हुन्छ माउतो पनि म भनौँला। तपाईँहरू मस्त रहनुहोस्, व्यस्त रहनुहोस्, खुसी रहनुहोस्। यदि मेरो भिडियोहरू राम्रो लाग्छ भने लाइक, सेयर, सब्सक्राइब पनि गर्न नबिर्सिनु होला है त। हस् त, बाई बाई।